हेलो हाई माई नेम इज राजेन्द्र राई। हजुरहरूको दाई अथवा भाइ म हुँ राजेन्द्र राई। हजुरहरूलाई स्वागत छ नेपाली आरआरबी भ्लगमा। हजुरहरू कहाँ कता हुनुहुन्छ, जहाँ जता भए पनि स्वास्थ्य अनि व्यस्त रहनुहोला, किनकि स्वास्थ्य नै मान्छेको ठुलो धन हो। त्यही भएर स्वास्थ्य रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला भन्न चाहन्छु। अहिले चाहिँ साथीहरू म बहिनी दसैँ मान्नु घर जाँदैछ, त्यही भएर बहिनीलाई लिएर बस स्टपतिर गइरहेको छु। सिनेमामल बस स्टपसम्म गइरहेको छु। साथीहरू भिडियो हेरेर साथ दिनुहोला, सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहोला। र जति पनि मेरो पुरानो साथीहरू हुनुहुन्छ, पुरानो साथीहरूले साथ सपोर्ट गर्नुभएको छ, यहाँहरूप्रति धेरै धेरै आभारी छु र धन्यवाद भन्न चाहन्छु। र मेरो च्यानलमा फर्स्ट टाइम नयाँ साथीहरूले भिजिट गर्दै हुनुहुन्छ भने कृपया एक लाइक, सेयर, सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु। बाँकी भिडियोबाट दसैँ तिहारको बिचमा फेरि लफडा भयो भने के हो, कसरी आउने हो? यहाँनिर फेरि आन्दोलन भयो भने त आएको यो नि तिहारपछि आन्दोलन हुने भनिरहेको छ। के हो बसेको भने नि घर के गइराख्नु, आउनु जानु खर्च बेकार। सिधै हिँड्नु न, सिधै गाडी त अगाडि काटिँदै दलेबङको छोराहरू चाहिँ गइहालेछ होइन? कस्तो नभेटी जान्छु है भन्दैन केटाहरू, के साह्रो हौ। यहाँदेखि पर बसिसक्छौँ जाउँ न।
हुने कि जानु न दसैँ घरमा जाने हो घर जाने हो टिकट नपाएर दसैँमा बिचोक के बाटै सबै बन्द छ कसरी जाने अब गाडी छैन आजबाट त बल्ल बाटो खुल्यो अलिअलि माथिल्लो बाटो त छ होला नि त्यही सिन्धुलीको त सिन्धुली पनि हाम्रो नि उता जाने ठाउँमा त पहिरो गएको छ नि ए कहाँ फुलकोटतिर ऊ होइन उता माथि त्यो कोसीबारी कोसीबारी ए यो स्टपमा भन्नुभयो यो स्टार पब्लिकहरू रोक्ने त हिसाबै छैन नि यहाँ स्टप यहाँ हो कुन गाडी आउँछ यहाँ ऊ भनेको चाहिँ के अरे सप्तकोशी अहिले हामी बस स्टप आइसकेका छौँ र बसको पर्खाइमा बसिरहेका छौँ र यहाँको दृश्यहरू हजुरहरूलाई देखाइरहेको छु भिडियो हेरेर साथ दिनुहोला। अहिले चाहिँ म बहिनीलाई छल्नको लागि घर पठाउँदैछु दसैँको लागि दसैँ मान्नु जाँदैछ बहिनी त्यही भएर तिनकुने बस स्टपमा छु चाहिँ यहाँ बसिरहेको छ अब चाहिँ साथीहरू बहिनीले घर पठाएर म घर फर्किने क्रममा छु। हजुरहरूले अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो यहाँहरूप्रति धेरै धेरै धन्यवाद भन्न चाहन्छु र हजुरहरूबाट म बिदा हुन चाहन्छु। आजको भिडियो यहीँसम्मै रहनेछ। हस् त, नमस्ते, जय नेपाल।